हेलो हेलो वेलकम बैक टू माय यूट्यूब च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज म फेरि एउटा न्यू व्लग लिएर आएको छु। हजुरहरूले हेरिदिनुहोस् होला मेरो न्यू व्लग कस्तो लाग्छ, लाइक अनि कमेन्ट गरिदिनुहोस् होला। म चाहिँ हजुरलाई आज धेरै साग सब्जीहरू देखाउँछु। मेरो साग सब्जीहरू कस्तो लाग्यो कमेन्ट गर्नुहोस् है। सानो सा क्यारीमा लगाएको छु साग सब्जीहरू। सबैले हेरिदिनुहोस् होला कस्तो लाग्यो अनि कमेन्टमा बताउनुहोस्। म चाहिँ हजुरलाई देखाउँछु है मेरो साग सब्जीहरू लगाएको। यो चाहिँ चाइनिज साग हो जो सलादमा यस्तै भी खान्छन् काँचो है। अनि यो चाहिँ राईको सागहरू छ यति धेरै है। म हजुरलाई देखाउँछु। यहाँ चाहिँ यति धेरै भएको छ राईको सागहरू देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ अलिकति प्याज पनि लगाएको छ। प्याजको साग खानेको लागि यहाँ चाहिँ देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ अलिकति खादहरू पनि छ दोबारा सागमा लगानेको लागि हाल्नेको लागि खाद। अरू म देखाउँछु। यहाँ देख्न सक्नुहुन्छ यति ठुलो पत्तावाला साग छ है। यहाँ चाहिँ यति धेरै साग। यो चाहिँ हरियोवाला साग हो हैन। अनि यो चाहिँ कालोवाला साग भन्छौँ किनकि यो पुरा हरियो छ हैन। अनि यो फेरि थोडा कालो कालो। यो चाहिँ राईको साग हो। यसको नाम चाहिँ थाहा छैन हैन। देख्न सक्नुहुन्छ। अरू यता पनि लागेको छ हरियो साग। अरू गोबीहरू लगाएको छु। फुलकोपी चाहिँ अलि यति राम्रो भएको छैन हैन। यता देख्न सक्नुहुन्छ। यहाँ पनि फुलकोपी यो चाहिँ अलि थोडा राम्रो भएको छ। अरू बीचमा सागहरू हैन। यहाँ पनि छ। यो चाहिँ एकदमै राम्रो भएको छ फुलकोपी हैन। अरू चाहिँ यहाँ पनि लगाएको छ हरियो धनिया है। मलाई चाहिँ यो धेरै मन पर्छ हरियो धनिया। म चाहिँ सब्जीहरूमा धेरै हाल्छु धनियाहरू किनकि मलाई यो हरियो धनिया एकदमै मन पर्छ हैन। त्यहाँ देख्न सक्नुहुन्छ सागहरू यति धेरै लगाएको छौँ साग किनकि साग मलाई चाहिँ बहुत मन पर्छ। अनि मेरो बाबुलाई मेरो छोरीलाई पनि अनि सबै हाम्रो पुरा फ्यामिली परिवारहरूलाई साग धेरै मन पराउँछ नि। त्यही भएर धेरै लगाएको छ है सागहरू देख्न सक्नुहुन्छ। यहाँ पनि गोबी यो त बेकारी भइगयो, यो खराब भइगयो गोबी देख्न सक्नुहुन्छ। यहाँ चाहिँ अलिकति राम्रो नै भएन के भयो यो गोबीलाई। अनि अरू त भएको छैन। अरू यो चाहिँ यो सानो गोल पत्तावाला सिमी लगाएको हो। एउटा वहाँ छ यो दुईटा अनि तीनटा चार अनि एउटा उता पाँचवटा है। बल्ल सानो सानो भएको छ। अरू पनि देखाउँछु म हजुरलाई गोबी। यो पालि चाहिँ धेरै गोबी पनि राम्रो भएन। मात्रै यो राम्रो भयो अलि। अरू चाहिँ यो पनि बेकार भयो नि यस्तो भयो गोबी के भएको। यो चाहिँ राम्रो भएको छ त्यो चाहिँ राम्रो भएको छ। अनि यो पनि हुन लागेको छ सानो सानो। अरू यो ब्रोकोली भनेर ल्याएको त यो चाहिँ पत्ता गोबी निक्ल्यो है। एउटा पत्ता गोबी छ अरू त छैन। अरू चाहिँ पत्ता गोबी कहाँ छ। अर्को वहाँ छ पत्ता गोबी। म चाहिँ अलिकति धनिया काट्छु सब्जीको लागि। अलिकति धनिया काट्छु सब्जीको लागि है। चक्कुले काटे पनि अझै पलान्छ यो धनिया। त्यही भएर म चाहिँ चक्कुले काटिरहेको छु धनिया हरियो धनिया। यति नै हाल्छु है सब्जीमा हरियो धनिया। यहाँ चाहिँ दुईटा बुट्टा लगाउनु भएको छ कालो साग। योला साग मैले खाएको छैन नि त्यही भएर मम्मीलाई भनेको यो दुईटा लगाउनु। दुईटा मात्रै लगाउनु भएको छ मम्मीले। यसको चाहिँ टेस्ट गरौँ न यो सागको चाहिँ टेस्ट कस्तो हुन्छ है। यसलाई पनि खान्छन् भन्नुभएको थियो मम्मीले तर मैले चाहिँ अहिलेसम्म खाएको छैन यो साग। अब यो ठुलो भएपछि यसको टेस्ट गर्नु पर्ला कस्तो हुने रहेछ। फेरि म हजुर सबैलाई बताउँछु है। धनिया काटेर रेडी गरिसकेँ है। म चाहिँ के बनाउँछु भने म हजुरलाई देखाउँछु सबैलाई। चिकन म चाहिँ चिकन बनाउँदैछु है। सब्जीहरू देख्न सक्नुहुन्छ।
यो चाहिँ पोटा कलेजी हो, मलाई एकदमै मनपर्छ नि त पोटा कलेजी। त्यही भएर चाहिँ म आज चाहिँ पोटा कलेजी बनाइरहेको छु। देख्न सक्नुहुन्छ आज चाहिँ यो खाने पोटा कलेजी। यो पनि पाकेर रेडी भइसक्यो। अनि म चाहिँ माथि अलिक हरियो धनिया हालिदिन्छु है। म चाहिँ एकदमै मनपर्छ कि हरियो धनिया, त्यही भएर मैले चाहिँ धेरै हाल्छु हरियो धनियाहरू। एरोप्लेन गइरहेको छ। एरोप्लेन कता गयो? ओ गइसक्यो। यहाँको हरियाली यस्तो चाहिँ ट्रेन पनि सामने ट्रेन गइरहेको छ, देख्न सक्नुहुन्छ। अघि नै चाहिँ एरोप्लेन देखाएको थियो, अहिले चाहिँ ट्रेन। यहाँ चाहिँ देख्न सक्नुहुन्छ ट्रेन गइरहेको छ। यो चाहिँ कुलो पानीहरू है, खोला जस्तै। अनि यहाँ चाहिँ मैले न्युरो टिपेको थिएँ, त्यही हो। अनि यहाँ पानी गइसक्यो ट्रेन। अरू म चाहिँ हजुरलाई देखाउँछु। यता पनि लगाएको छ लसुन हाम्रो आन्टी। यहाँ चाहिँ ब्रोकोली लगाएको, अलि राम्रो भएको छैन। हजुर अरे टिप्ने। यो चाहिँ ब्रोकोली, यो पनि ढङ्गको भएन ब्रोकोली। अनि यो चाहिँ आलु लगाएको छ। अनि के अरे सिमी होइन आन्टी? सेमी पनि हजुरलाई देखाउँछु म नजिकबाट। यो सेमी चाहिँ अस्ति नै टिपिसकेँ, अनि चाहिँ हुँदैछ सानो सानो सिमी। अनि यहाँ पनि आलुहरू, यति धेरै आलु। अनि ब्रोकोली यति धेरै राम्रो भएन, सानो सानो भएछ ब्रोकोली। यो पालि राम्रो भएन नि ब्रोकोली। अरे अहिले त भयङ्कर भएको छ ब्रोकोली त। खाना पनि नसक्ने जस्तो भएको छ आजकलको। आज के आजकलको ब्रोकोली। पिछले साल त राम्रै भएको थियो। के भएको होला कि म त अचम्मै परेँ। त्यही त। अरू यो चाहिँ चुकुन्दर होइन आन्टी? अरू त्यो चाहिँ रातो मुला। यहाँ रातो मुला। अनि यहाँ चाहिँ लसुन, यति धेरै लसुनहरू लगाएको छ। अनि यहाँ पनि यो चाहिँ टमाटरको लगाएको छ, सानो सानोवाला चटनी खानेवाला टमाटरको पौधा लगाएको छ। अनि वहाँ चाहिँ उता क्या गएको छ? गइसक्यो न्याउला। क्या न्याउले मुसा हुनु न आन्टी? हाँ न्याउरे मुसा। अरू यहाँ चाहिँ सागहरू आन्टीले लगाउनु भएको छ यतातिर। अरू यो हाम्रो मुला लगाएको थियो, यहाँ मम्मीले लगाउनु भएको मुला चाहिँ राम्रो भएको छ। यी मुलाहरू चाहिँ पुरा मुलाहरू देखेको छ नि, मुला। अनि यो चाहिँ लसुनहरू। अनि त्यो चाहिँ चकोतराको पेड है, एकदमै टेस्टी छ यो चकोतरा। पहिलाको भिडियो बनाएको थिएँ नि, त्यति बेला चाहिँ लसुन लगाएर हामीहरू त्यहाँ बसेर चकोतरा खाँदै थियौँ। अहिले चाहिँ यति ठुलो भइसक्यो लसुनहरू। अनि त्यहाँ चाहिँ केलाको पेड छ, दुईटा केला भइरहेको छ, अहिले चाहिँ सानो छ। अनि यो चाहिँ पुतला मेरो बुढोले बनाउनु भएको होइन। अहिले चाहिँ यहाँको नजारा देख्नुहोस्, यस्तो छ। यहाँ चाहिँ तोरीहरू लगाउनु भएको छ। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ लसुनहरू, यति धेरै लसुन लगाएको छ है हामीहरूले चाहिँ। अनि अलिअलि धनियाँ छरिदिनु भएको मम्मीले, यतिकै अलिअलि चाहिँ धनियाँ छर्नु भएको। राम्रो भएको छ धनियाँ पनि होइन, देख्न सक्नुहुन्छ। त्यहाँ पपिताको पेड छ, अनि आमको पेड। अरू चाहिँ सानो सानो उता मुला हुँदैछ, त्यतातिर चाहिँ रातो मुला। अनि यहाँ चाहिँ मम्मीले यहाँ लगाउनु भएको छ सेतो मुला। यो चाहिँ एकदम सबभन्दा ठुलो यही मुला छ कि, देख्न सक्नुहुन्छ।
मुला अब एक दिन फेरि म यो मुलाको अचार बनाउँछु, फेरि यसको पनि भिडियो बनाएर हाल्छु ल साथीहरू। मुला सलादको लागि मुला, एउटा मुला उखाडे है, यति ठुलो मुला निक्ल्यो। यहाँ चाहिँ प्याजको पौधा लगाउनु भएको छ। प्याजको सानो सानो हुँदैछ अहिले चाहिँ, घाँस पनि भएको छ। माथिबाट यसरी ढाकेर राखेको छ शीत चाहिँ नखाओस् भनेर। अरू यो चाहिँ पालकहरू सानो सानो हुँदैछ, पालकहरू लगाएको। अहिले चाहिँ सानो सानो छ पालकहरू, देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ प्याजको पौधा, अरू यो साग चाहिँ यति, यो चाहिँ खतम हुन लाग्यो। यहाँको चाहिँ ब्रोकोली छैन, तोडेर खाइसक्यो, राम्रो भएन, त्यही भएर सानो सानो भएको। हजुरहरूलाई कस्तो लाग्यो साथीहरू? मैले चाहिँ यति धेरै साग सब्जीहरूको भिडियो बनाएको थियो हैन। अनि कमेन्टमा बताउनुहोस् हजुरहरूलाई कस्तो लाग्यो। आजको भिडियो यति नै हो। मेरो भिडियो राम्रो लाग्छ भने लाइक अनि कमेन्ट गरिदिनुहोस्। म फेरि अनि दोबारा न्यू भ्लग लिएर आउँला। त्यसो पनि धेरै धेरै माया गरिदिनु होला साथीहरू। सबैजनालाई बाई बाई।